खुसी छु एउटा कसरी बयान गर्ने अब राम्रो लाग्छ अब समन फ्रम नेपाल अब जसले चाहिँ पहिलो दिन अब यो टियु इन्टरनेसनल क्रिकेट ग्राउन्डमा पाइला टेक्दा चाहिँ एउटा सपना देखेको थियो राम्रो गर्ने कन्ट्रीको लागि र आज यहाँसम्मको यात्रामा चाहिँ एउटैको छ आउनको भनेको तपाईँले राम्रो मनले राम्रो सोचले अब अगाडि बढ्नुहुन्छ भने सबै कुराहरू राम्रो तरिकाले अलाइन हुँदै जान्छ आई गेस बयान गर्न सकिँदैन किनभने धेरैजनाको यसमा हात छ टिममेट्सहरूदेखि सपोर्टिङ स्टाफ जतिले पनि सहयोग गर्नुभएको छ प्लस फ्यामिली अल द वेल विसेस तपाईँहरू सबैजना एकदम खुसी लाग्छ यो जर्नीको पार्टमा सबैजनालाई समेत अगाडि बढ्न सके र यो रेकर्ड चाहिँ भएको छ अब होपफुली आउने समयमा अझै राम्रो गर्न सक्यो तपाईँलाई सायद रेकर्ड बन्दैछ भन्ने थाहा थियो कि जस्तो पनि लाग्यो सेलिब्रेसन एउटा किसिमको थियो होइन पिच ट्याक्कै त्यही बेलाको मोमेन्ट चाहिँ कस्तो थियो भन्नुहोस् न तपाईँको होइन त्यो रेकर्ड भन्दा पनि त्यो बेलामा त्यो विकेट चाहिँ एकदम इम्पोर्टेन्ट पनि थियो अब सुन्न सुगन्ध भनौँ त्यो त्यस्तो भयो त्यति बेला त्यो रेकर्ड पनि भइहाल्यो तर मेन चाहिँ अब उहाँहरूको तर्फबाट खेलिराखेको बेलामा आजको कन्डिसनमा ब्रेन्डन म्याकमिलनले एकदमै राम्रो ब्याटिङ राख्नु भएको थियो सो त्यो विकेट लिन पाउनु र साथै अब त्यो रेकर्ड पनि हुनु भनेको अब स्वाभाविक कुरा हो जसलाई पनि एकदम खुसी लाग्छ तपाईँले आफ्नो कन्ट्रीको लागि केही गर्न सक्नुहुन्छ भने एकदम खुसी नै हुन्छ जसलाई पनि हुन्छ क्रेडिट गोज टु जति पनि टिममेट्सहरू हुनुहुन्छ हाम्रो सबैजनाहरूलाई किनभने अब जुन साथ पाइरहेको छ जुन एकाग्रप्रतिको हाम्रो माया सद्भाव सम्मान छ जुन भावनाहरू हामी एकअर्काको लागि राख्छौँ त्यो चाहिँ एकदम उच्च भनौँ न उच्च स्तरको छ हाम्रो टिमभित्र र सायद त्यसैको पनि एउटा कारण होला कि हामी अहिले पछिल्लो केही समयमा राम्रो भइरहेको छ 100 विकेटको रेकर्ड पनि वर्ल्ड रेकर्ड तपाईँकै नाममा छ फर्स्ट होइन 150 पनि भयो 200 को लागि चाहिँ हामी एक्सपेक्ट गरेको छौँ तपाईँको चाहिँ के छ त्यो पनि हामी ट्राई गरौँ न होइन अब तपाईँहरूको साथ माया आशीर्वाद चाहिएको छ अब सकेसम्म राम्रो होस् अब जो पनि होस् नेपाली प्लेयर होस् भन्ने जस्तो लाग्छ मलाई है त्यसमा चाहिँ अब नेपाली प्लेयरले नै राम्रो गरोस् नेपालले राम्रो गरोस् भन्ने यो सँगै तपाईँको रेकर्ड बनिरहँदाखेरि चाहिँ तपाईँको जुन पर्फर्मेन्स अहिले योभन्दा अगाडिको सिरिजमा होइन जुन किसिमको बलिङ तपाईँले गरिरहेको छ जुन किसिमको फर्ममा हुनुहुन्छ आफ्नै पर्फर्मेन्सको बारेमा चाहिँ जसले गर्दाखेरि चाहिँ अब आज हामी 5औं स्थानमा पुगिरहेका छौँ जस्तै आफ्नो पर्फर्मेन्सलाई चाहिँ कसरी लिनु I've been given a plan अब त्यो प्लान फलो गरिरहेको छु अब सकेसम्म टिमको राम्रोको हितमा के गर्न सकिन्छ भन्ने हो अब कोचहरूले अनि के भन्छ सबै टिम मेम्बर्सहरूले चाहिँ आफ्नो तर्फबाट सक्दो राम्रो गरिराख्नु भएको छ सो अर्को एन्डबाट पनि मलाई हेल्प हुन्छ अनि त्यसको चाहिँ मैले भरपुर फाइदा उठाउन खोजिरहेको छु एन्ड समटाइम मोमेन्ट्सहरू क्रुसल मोमेन्ट्सहरू चाहिँ तलमाथि हुँदा पनि अब एज ए सिनियर